आज सुटिङ गर्दा घुम्रेले यस्तो हरकत देखाउँछ भनेर मैले सोचेको नि थिएन। हेलो गाइज, आज हाम्रो चाहिँ सुटिङ थियो। म क्लास पुग्दा कोही पनि आउनु भएको थिएन। अनि त्यसपछि म बस्दा सबैजना आउनुभयो अनि हाम्रो प्र्याक्टिस सुरु भयो। त्यसपछि लाग्यौँ हामी हाम्रो सुटिङ स्पोटतिर। हाम्रो सुटिङको लोकेसन भनी ठिमुराको भाइरल थियो। त्यसपछि हामी सबैजना एकअर्कामा गफ गर्दै रमाइलो गर्दै लाग्यौँ। राम्रो भ्यू हेर्दै हामी हाम्रो गन्तव्यसम्म कतिखेर पुग्यौँ थाहा नै भएन। हाम्रो दिदी बहिनी सुटिङ भनेपछि हुरुक्कै हुनुहुन्छ। मलाई नै छोडेर अगाडि कहाँ पुगिसक्नु भएको रहेछ। पुगिसकेपछि हाम्रो एलिसा दिदीले सबैजनालाई राखेर डान्स स्टेप सिकाउँदै हुनुहुन्थ्यो र म चाहिँ यता क्यामेरा मिलाउँदै थिएँ। त्यसपछि हाम्रो भिडियो सुट पनि सुरु भयो। सबैजनाले आफ्नो आफ्नो बेस दिनुभयो। हेर्न सक्नुहुन्छ सबैजना कति राम्री भएर आउनुभएको छ। ओहो, दिदी भनी यहाँ सबैलाई जोक गर्दै हँसाउँदै बस्नु भएको रहेछ। म भनी के भएछ भनेर हेर्न पुगेँ त्यहाँसम्म। त्यत्तिकैमा भने हाम्रो यहाँको लोकेसन सकियो। हाम्रो नेक्स्ट लोकेसन छ रामनगर। सो हाम्रो लोकेसन भनी यही रहेको छ। हेर्न सक्नुहुन्छ सबैजना कति राम्रो डान्स गर्नुभएको छ। दिदीहरूलाई भनी घुम्रेले खतरा तिजको लागि न्यू ट्रेनिङ स्टेप सिकाउँदै बसेको छ। जोकर भनेर पुरै हेर्न सक्नुहुन्छ त्यहाँ। सो आजको लागि यति नै। हामी भेटौँला हामी अर्को भ्लगमा। बाई बाई।